म चाहिँ आज यतातिर लास्ट एक्जिट आइपिएस लास्ट एक्जिट भन्ने ठाउँमा रेस्टुरेन्ट छन्। यहाँतिर चाहिँ यो चाहिँ खोइ अब प्रोमिस लेक भनेको हो कि लक लेक भनेको हो होइन। यहाँतिर चाहिँ साँचो झुन्डाउने एउटा पोखरी छ भन्थ्यो, त्यही पोखरी खोज्न आएको हो। त्यही भएर यहाँ हेरौँ अब छ कि छैन होइन। सायद यो पुल छ, पोखरी नि छ। यो अगाडि चाहिँ साँचो झुन्डा देख्छु मैले, सायद यही होला प्रोमिस ब्रिज, त्यसपछि प्रोमिस लेक भन्ने। त्यो हेर्नुहोस् है, ए साँचो झुन्डा रहेछ क्या, ठुला छन् होइन। साँचो एकतर्फको मात्रै देखाउँछ है। प्रोमिस लेक अरे, अब प्रोमिस ब्रिज बनाएर चाहिँ यहाँ चाहिँ यसरी साँचो झुन्डा छन्। कसले लक गरेका हुन्, अर्काको अर्कोमा चाहिँ यस्तोसँग लक लगाएको रहेछ कि दुवैतिर। प्रोमिस लेक रे, यहाँ चाहिँ अब नवजोडीहरू चाहिँ आएर एकअर्कालाई चाहिँ कसम खाएर अनि त्यसपछि गएर लक लगाइदिने। कुनै त यहाँबाट पनि रहेछ होइन, यतैबाट फर्किने त्यो छ। जुन चाहिँ सानो पोखरी बनाएको छ, ताला छ होइन। म चाहिँ यसकै भिडियो बनाउनलाई आइरहेको हो। यतातिर सुन्छ यस्तो होइन दृश्य। खासै माछा छ कि छैन, कि माछा त छैन होला। चियाबा गाँडा जस्तो चाहिँ देखिन्छ, सानो यस्ता छन् होइन। ताला चाहिँ एकदमै लगाएको छन् सबैले। प्रोमिस ब्रिज भनेर राखेको छ। यो ब्रिजको नाम चाहिँ सानो बनाएको छ, लक लेक भन्थ्यो, कता सुनेको थिएँ। आज ठ्याक्कै आइपुग्यो यहाँ। त्यही भएर नि बिहा बेला यसो एकछिन चाहिँ भिडियो चाहिँ बनाइदिउँ भने। यही हो अब यतापट्टिबाट पनि भनौँ साँचोहरू चाहिँ कति झुन्डा छन् भनेर। यो पार्क पनि हो र क्याफेटेरियाहरू छन्, विभिन्न रेस्टुरेन्टहरू। उतापट्टि चाहिँ सपिङ छ स्पेनिस, त्यो भित्र छ। त्यही हो, यति नै हो तपाईँहरूलाई। फेरि अर्को ठाउँको यात्रा गराउनेछु, नयाँ ठाउँमा पुग्यो भने होइन तपाईँहरूलाई। विभिन्न ठाउँहरू बनाएको छन्, यस्तै छ ल। हस् त, धन्यवाद।